पछाडिको गाउँमा 4 जना बुढा थिए, सधैँ झगडा गरिरहने। बिहान चिया पिउन आउँथे अनि सुरु हुन्थ्यो, मेरो विचार नै सबैभन्दा बुद्धिमानी हो। एक दिन उनीहरू जङ्गलतिर हिँडे किचकिच गर्दै। पहिलोले बाटो चिन्ने, दोस्रोले वनस्पति बुझ्ने, तेस्रोले प्राणीको बोली बुझ्ने कुरा गरे। चौथो बुढा चुपचाप हाँसिरहे। जङ्गलमा उनीहरूले सुनको जस्तो एउटा कुकुरको मूर्ति भेटे। पहिलोले सफा गर्ने, दोस्रोले औषधि लगाउने, तेस्रोले शाही कुकुर भन्दै झगडा गरे। अचानक कुकुर बिउजियो र हाँस्दै भन्यो, तपाईहरू किन यति झगडालु हुनुहुन्छ? उसले भन्यो, साँचो बुद्धि त चुपचाप सुन्न जान्नेमा हुन्छ। उसले चौथो बुढालाई एउटा चम्किलो पत्थर दियो। त्यसपछि ती बुढाहरू झगडा गर्न छोडे। उनीहरूले बुद्धि र हाँसोको क्लब खोले। त्यो मायालु कुकुर हप्तामा एकपटक हाँसो ल्याउन आउँथ्यो। सुन्न जान्नु नै सबैभन्दा ठुलो ज्ञान हो। झगडा होइन, हाँसो बाँड।